बुवा नमस्ते। नमस्कार। हजुरको नाम भन्नुहोस् न है। मेरो महेन्द्र केसी। वामी मुसिकोट 8 दालकामा हो। अहिले मुसिकोट नगरपालिका 8 दालका। हजुर। अहिले कहाँ बस्नुहुन्छ तपाईँ? अहिले फिलहालको बसाइ हाम्रो तिलोत्तमा 2 शङ्करनगरमा हो। रूपन्देहीमा बस्नुहुन्छ। तपाईँ जापान आउनुभयो कति वर्ष, कति टाइम भयो, कति महिना भयो? वर्ष भन्दा नि महिना भयो। महिना अहिले हाम्रो 1 महिनाको भिजा हो। हाम्रो अब पर्सि वापसी फ्लाइट छ। पर्सि तपाईँ पर्सि फर्कदै हुनुहुन्छ। अनि जापान कसले बोलाउनु हो तपाईँलाई? हामीलाई हाम्रा छोराहरूले बोलाए। हजुर। राजेन्द्र, राजीव, छोरी पनि यहीँ छ। जापान चाहिँ कस्तो लाग्यो बुवा तपाईँलाई? जापान एउटा व्यस्त ठाउँ। त्यस्तो ठाउँ हजुर। व्यस्त। हजुर। यहाँ कसैलाई फुर्सद छैन। फुर्सद छैन। यहाँ बिहान कथेर उठेर कथेर जाने हो, कथेर के खाने हो हजुर। र कथेर रेस्ट हो, आराम गर्ने हो। त्यो पनि तिनीहरूलाई धेरै निदो छैन। निदो होइन। भाग छ बिचरा। हजुर। अब व्यस्त हुनु आफैमा राम्रो कुरा हो। फेरि हजुर। मलाई काम भएर काम गरेर दुःख लाग्दैन। सानो हुँदैन। अनि यो जापानको विकास चाहिँ कस्तो लाग्यो? विकास देख्नुभयो तपाईँले? धेरै ठुल्ठुला बिल्डिङ देख्नुभयो, ट्रेन देख्नुभयो, विकास त यहाँको भव्य छ। हाम्रो नेपालमा त अहिले भर्खरै कल्पना गर्न पनि सक्दैनौँ हामीले। हजुर। यहाँको भव्य छ। यहाँ कहीँ बाटो कुद्रेको छैन, केही भएको छैन। बिहान कुद्रियो भने बेलुकी बनेर भ्याइसक्छ। यस्तोसम्म देखियो। बुवा भर्खरको देखिनुहुन्छ। तपाईँको छोरा जापान आएर बुवालाई बोलाएको जस्तो, अभिभावक जस्तो पनि लाग्नु। तपाईँ कति वर्ष हुनुभयो बुवा? म अहिले भएँ मस्तै भयो। अहिले 65मा लागेँ। तर तपाईँ त 45-46 वर्ष देखिनुहुन्छ। के हुने अब यो समयले भन्छ के हार्ने खै। भनेपछि जापान आएको 1 महिना भयो, पर्सि वापस हुनुहुन्छ। जापान राम्रो लाग्यो? जस राम्रो लाग्यो। नेपालीसँग सबैसँग भेट भयो? सबैसँग त नभनौँ, भरसक कोसिस गरियो। आउने भेट्ने मान्छेले पनि कोसिस गर्नुभयो। हजुर। हामीले पनि कोसिस गऱ्यौँ। यथामति धेरैसँग भेट भयो। हजुर। धेरैसँग भेट भयो। व्यवस्था आफ्नो यस्तो भागदौड व्यस्तमा पनि हामीलाई टाइम दिए, बोलाए, हामीलाई भेटे। हाम्रा इष्टमित्र अझै पनि आफ्नो त्यो एकजुट हुने कोसिसमा छन् भन्ने कुरा लाग्यो मलाई। मैले एउटा तपाईँको धेरै पहिलाको कुरा कोटाउन चाहेँ। जतिखेर तपाईँले विवाह कहाँ गर्नुभयो? उहीँ नजिकै हो। नजिकै हो। त्यतिखेर विवाह हुने बेलामा चाहिँ मेरो छोरा जन्मला, छोराले जापान लैहाला, यो बुढीसँग जापान घुम्न त्यो सोच्नु भएको थिएन त्यस्तो? म त्यसमा होइन। मैले त छोराले जापान पनि नजाऊ भनेको। हजुर। म इन्डियातिर नोकरी गर्न गएँ। हजुर। पानको दोकान भए पनि आफ्नो होस्। हजुर। नोकरी नगर्नु। नोकरी तप्कै नि हो। हजुर। मेरो आफ्नो व्यक्तिगत भनाइमा हजुर। नोकरी तप्कै नि हो। पैसा जोड्ने मेरो लक्ष्य होइन। फेरि हजुर। पैसा जोड्ने होइन, सकारात्मक हुने। हजुर। स्वास्थ्य खाने। हजुर। तर समयले यस्तो खेद्यो। जापान सबै जापान भनेपछि छोराले घर बस्नै मान्दैन। हजुर। एनकेन पठाइयो। आए लगभग आधा दिनसम्मलाई कामयाब छन्। भोलिले भन्ला आधा दिनसम्मलाई कामयाब छन्। तर तपाईँको छोरछोरी कहाँ हुन पाएन? बिहान तातो पानी तताएर दिने भएन? त्यस्तो दुःख लाग्दैन भयो? नै, अहिलेसम्म त्यस्तो छैन। भगवान्ले आशीर्वादले ठिकठाकै छौँ। मैले त भन्छु अझै पनि छोटो विदेशी बसाइ छोटो गरौँ। हजुर। आफ्नैमा केही गरौँ। हजुर। केही गरौँ। मलाई मस्तै धन कमाउने मेरो सोच पनि छैन। मैले जाति पनि मान्दैन। धन कमाए सन्तान बिग्रन्छन्। यो एउटा मेरो आफ्नो भनाइ हो। अहिले घरमा को हुनुहुन्छ बुवा नेपालमा चाहिँ? नेपालमा अहिले हाम्रो कोही पनि छैन। बुढाबुढी मात्रै? हाम्रो बुढाबुढी मात्रै हो। हाम्रा दाइको परिवार पनि सबै यहीँ जापान हुनुहुन्छ। हजुर। भाइका परिवार पनि यहीँ हुनुहुन्छ। हजुर। तपाईँलाई जापान जान, विदेश जान मन लागेन त्यतिखेर? दाइ सबै विदेश? मलाई मन होइन। मैले घरमै गाउँमै कुछ गर्नुपर्छ, केही गर्नुपर्छ भनेर मेरो सोच त्यस्तो थियो। हजुर। त्यही सोचले मैले गाउँमै आरसिसी गरेर घर बनाएँ। यसो त्यसो गरेँ। म घरै त्यही गाउँमा बसुला भनेको थिएँ। अहिले छोराहरूले फेरि खेदेर यहाँ तिलोत्तमा
समाज दुःखको कुरा बुवा गाउँ चाहिँ रित्तियो नि बुवा पुरै वामीमा सबै बसाइसराई गरेर पुरै गाउँ रित्तियो के भन्नुहुन्छ यो रित्ति नै राम्रो हो नराम्रो हो नि त आफै छोडिदियो होइन के भन्नुहुन्छ हाम्रो त होइन समयसँग हामी लड्न सक्दैनौँ हजुर किन सक्दैनौँ भने अब छोरो आयो 2-4 करोड रुपियाँ कमायो छोराले अब हाम्रो उपजी छैन हजुर हाम्रो जस्तै भनौँ एउटा आधी घन्टा 15 मिनटको बाटोमा मोल बोकेर उहाँ लगेर दछाएर खेती उठाएर ल्याएर खाने अब हाम्रो हिम्मत छैन छोरा पनि छैनन् बुहारी पनि छैनन् त्यो रित्तो खेत साँतेर हामीले के गर्ने हामी बाध्यता बस छोराले जता भन्छन् अब हामीलाई जहाँ सजिलै खान पाइन्छ हामी त्यहीँ जान्छौँ हाम्रो लक्ष्य चाहिँ अब त्यहाँ पुग्यो हुन्छ बुवा मैले 1 मिनट चाहिँ आमासँग कुरा गर्छु है त्यसपछि फेरि तपाईँसँग म कुरामा फर्कन्छु आमा नमस्ते हजुर नमस्ते हजुरको नाम बताइदिनुहोस् न है मेरो नाम देवी केसी तपाईँ एकदम अघिनिबाट एकदम मुस्कान हाँसिरहनु भएको छ तपाईँको मुहारमा खुसी छ तपाईँ जापान कस्तो लाग्यो आमा तपाईँलाई एकदम राम्रो लाग्यो बाबु लाग्यो तपाईँलाई कसले बोलाउनु भयो जापान मेरो छोराले छोरीले तपाईँको भर्खरको त बुवा पनि भर्खरको देख्नुहुन्छ तपाईँ पनि भर्खर देख्नुहुन्छ अब उमेरले अब छोराबुहारी जापान आइसक्यो अब नाति नातिना भयो होइन जापान चाहिँ राम्रो लाग्यो मलाई कस्तो लाग्यो जापान चाहिँ एकदम राम्रो लाग्यो अलिकति नराम्रो चिज अथवा अलिकति मनमा खड्किएको कुरा केही छ अलिक बिजी अथवा त्यस्तो केही छ खासै त केही पनि थिएन अब छोराहरू धेरै बिजी अब आएको हाम्रो 1 महिना भइसक्यो छोराहरूसित खासै त्यसरी दिनभरि बस्न पनि पाइएको छैन है त्यो चाहिँ अलिकति सबै व्यस्त हुने त्यसले गर्दा चाहिँ हजुरको माइत चाहिँ बेबी केसी हजुर हजुरको माइत चाहिँ कहाँ माइत पनि गाउँमै एकै ठाउँ हो हाम्रो भनेपछि तपाईँको पहिले चिनजान थियो त्यसरी बिहा भयो कि कसरी खासै चिनजान त थिएन अनि मागी विवाह हो कि लभ म्यारिज हो कस्तो है भने छोराबुहारी सबै जापानतिर भए होइन अलिकति चाहिँ नेपालतिर आफैसँग भएको भए बिहान उठेर नाति खेलाउन पाएको भए नातिनी खेलाउन पाएको भए बुहारीले चिया पकाएर खान दिएको भए अथवा त्यस्तो अलिकति त्यो खड्किन्न मनमा त्यो त खड्किन्छ नि किन नखड्कियोस् अब के गर्ने आफ्नो स्थितिले गर्दाखेरि अब विदेश आउनु परेको अब बाध्यता चाहिँ छ अब पहिला विवाह गरेपछि बच्चा भएपछि यिनीहरूले भोलिन दुःख सुखमा हेर्लान् भन्ने अब एउटा सुरु अपेक्षा थियो तर चाहिँ तपाईँको मात्र नभएर सबै छोराछोरीहरू विदेश हुने अनि लास्टमा अब बुढाबुढी चाहिँ एक्लै हुने अन्तिम अवस्था मात्रै छोरा बुहारी नाति नातिनी नेपाल जाने अवस्था चाहिँ छ त्यो चाहिँ मनमा एकदम खड्किन्छ होइन हजुर हजुर सँगै भयो हुन्थ्यो भन्ने हुन्छ त्यो त हुन्छ नि धेरै चाहिँ हुन्छ के अरे बाबु पैसा ठुलो हो कि परिवारसँगै साथ भएको ठुलो हो अब हुन त अब पैसा पनि नचाहिएको होइन चाहियो खान पर्यो लाउनु पर्यो छोराछोरी पनि पाल्नै पर्यो है अब बस्न त मन त किन लाउँथेन र छोरा बुहारीहरूसित नातिना लाउँथ्यो नि बस्न मन भनेपछि तपाईँ र बुवा मात्रै बुढाबुढी मात्रै टक्रा कहाँ हुनुहुन्छ हजुर एउटा नाति छ नाति चाहिँ एउटा रहेछ भनेपछि बिहा गर्दा नि नाति छ छोरीको छोरा उताबाट नाति छ हेर्नु भएको छ रमाइलो केही न केही अलिकति केही भएको छ रमाइलो तपाईँले शङ्करनगर बस्नुहुन्छ हजुर शङ्करनगर गाउँतिर जानु चाहिँ जानुहुन्न गाउँतिर जान्छौँ मेला पर्वमा जान्छौँ यो जापानमा भएका छोरा तपाईँको छोरा मात्रै नभएर धेरैका छोराहरू छन् जापानमा होइन तपाईँ जस्तै बुवामा मात्रै नेपाल एक्लै बस्नु भएको छ छोरा बुहारी नाति नातिना छोरी सबै ज्वाइँ सबै जापान आएका छन् के भन्नुहुन्छ एक दिन नेपाल फर्क भन्नुहुन्छ कि अलिकति केही कमाएर फर्काउनुहुन्छ कि यतै राम्रो रहेछ यतै जिन्दगी काटा भन्नुहुन्छ कि के भन्नुहुन्छ त छोराछोरीहरूलाई यतै जिन्दगी काटा त हामीले भन्ने छैनौँ अब उहाँ छोराछोरीहरूको विचार है हजुर हामीलाई त त्यस्तो यतै चाहना चाहिँ के छ छोराछोरी नेपालै भन् सँगै भन् सँगै हुन थियो के अरे अब के गर्ने अब हुन्छ अहिले नेपालमा नि अब नयाँ सरकार आएको छ कि विकास होला समृद्धि होला हामी सबै जस्तै युवाहरू चाहिँ देशमै घर गएर केही गर्न सक्ने वातावरण बनोस् त्यही तपाईँको इच्छा पनि छ बुवाको इच्छा पनि छ अन्तिम बुवा के भन्न चाहन्छ जापानमा भएका छोरा बुहारी नाति नातिना पलाती नेपाल फर्क भन्नुहुन्छ कि अथवा अलि सङ्घर्ष अलि पैसा कमाएर फर्काउनुहुन्छ कि नेपालमै केही गर भन्नुहुन्छ कि अथवा नेपालमा त्यो छोरा बुहारी जापानमा हुनुहुन्छ मलाई के भन्नुहुन्छ बुवा अन्तिममा मेरो भनाइ त पैसाले मान्छेलाई पुग्दैन लाख कमाउँदा करोड हेर्छ करोडभन्दा अझ 2 करोड 5 करोड अरब खरब हेर्न थाल्छ मान्छेले एउटा काम लिने एउटा धन्दा लिने त्यसैमा सीमित भएर सुखी रहने त्यति खुबी हुनुपर्छ मान्छेमा भन्छु मैले हजुर नत्र पैसा कमाएर त तपाईँको जति पैसाको खानी जो
खराब कमाए पनि मान्छेले पुरा भयो भनेको मैले सुने होइन। तर बिहान बेलुकी कुटु कोदाल गर्ने मान्छे नि भोकै सुते होइन। भोकै सुते होइन, भोकै सुत्नु नपरोस्। जरुरी ठाउँमा जस्तै औषधि उपचार अथवा यसो त्यसमा छोरछोरी पढाउँदा लेखाउँदालाई खर्च पनि जुटोस्। छोरछोरीलाई मैले त अझै पनि के भन्छु भने राम्रो शिक्षा दिन पाइयोस्, तिनलाई भरपेट खुवाउनु पाइयोस्, त्यति भए पुग्छ। सम्पत्ति कमाएर राखिदिनुहुन्न भन्छु मैले। तपाईँको यति राम्रो विचार छ, अब आध्यात्मिक ज्ञान पनि छ, छोरछोरी सम्पत्ति सबै कुरा होइन, सम्पत्ति महत्त्वपूर्ण हो तर सबै कुरा होइन, यदि आध्यात्मिक ज्ञान छ। जे होस् जापानमा भएका विदेशमा भएका छोराहरू चाहिँ छिट्टै फर्क, बुवा आमा अन्तिम अवस्थामा भएर भन्दा पनि बुवा आमाको केही सेवा गर्ने समय हुँदाहुँदै फर्क भन्नुहुन्छ। फर्क हुन्, सबैले आए दुःख पाए के सम्झेर आए, जो आए त्यो अब मैले चाहिँ किन आएँ भन्न त्यता जान्न चाहन्नु। तर सम्पत्ति धन मात्रै सबै होइन मेरो भनाइ। त्यही हो, जरुर ठाउँमा खर्च पनि गर्नुपऱ्यो, बिमार हुँदा इलाज गर्नुपऱ्यो, यता गर्नुपर्छ। जहाँ बसे पनि जापान बसे पनि नेपाल बसे पनि केही गर्नुपर्छ, आफूले केही गर्नुपर्छ। केही नगरेर धन आउनु। तपाईँले यहाँ खरबै कमाए पनि नेपाल मलाई बसेर खान पुग्छ भनेर भन्नुभयो भने तपाईँलाई त्यो धनले पुग्दैन। केही गर्नुपर्छ, आफ्नो केही धन्दा गर्ने, धन्दाबाट केही आम्दानी नि आउँछ र सबैलाई त्यसले सन्तोष गराउन सक्छ। नत्र भने तपाईँले यहाँ कमाउनुहुन्छ, तपाईँले धेरै सम्पत्ति कमाउनु भने तपाईँको छोराले तपाईँलाई टेर्दैन। यो मेरो आफ्नो विश्वास हो है, मैले त्यस्तो कोही लेख्ने पढेको विचार चाहिँ उच्च छ। जस्तो सम्पत्ति छोरछोरीलाई शिक्षा दिनुहोस्, दीक्षा दिनुहोस्, राम्रो संस्कार दिनुहोस्, तर छोरछोरीको लागि धन चाहिँ नथुपार्नु। उसले आफ्नो लागि आफ्नो बाटो खोल्छ होइन। त्यो धनको पछाडि लाउनु हो भने मान्छे कहिले खुसी पनि हुँदैन, सुखी पनि हुँदैन र परिवारको मिलन पनि हुँदैन। मेरो मुख्य धार त हो, मेरो मुख्य धार हो। एकदम उच्च विचार राख्नु बुवा। हजुरको विचार चाहिँ धेरै बुवा आमाको नेपालमा छ, छोरछोरी सँगै हुन्, सम्पत्ति सबै कुरा होइन, सम्पत्ति महत्त्वपूर्ण तर सबै कुरा होइन भन्ने विचार व्यक्त गर्नु। तपाईँको जति अब जति पर्सि फर्काउँदै हुनुहुन्छ, तपाईँ जति बस्नुहुन्छ त्यो बसाइ पनि सुखमय र सफलता होस् भन्ने शुभकामना दिन चाहन्छु बुवा। तपाईँको नेपालको यात्रा पनि सधैँ सुखमय होस्, रोग नलागोस्। हामी सबै यहाँ जापान भएका विदेश भएका युवतीहरू छोरा नाति पलादेहरूलाई आशीर्वाद चाहिँ दिइरहनु होला बुवा। यति भन्दै बिदा हुन चाहन्छु बुवा। नमस्ते। हस्, नमस्कार। हस्, नमस्ते, धन्यवाद छ।